यो सिंह पोखरा त तपाईलाई नै दान दिन्छु गुरु भनेर आयो भने पनि मलाई पोखरा चाहिँदैन तारा पनि किनकि मेरो एउटा स्वभाव हो। त्यस्तै प्रकारले जस्तो रगत शुद्ध हुन्छ त्यो मान्छेले कहिले कुटुम्बिया कुरा गर्दैन, कुटुम्बिया काम गर्दैन र अरूको शोषण गरौँ भन्ने भावना पनि जाग्दैन। कि त रगत मैले रगतै किन भने खाएपछि रगत बन्छ, खाएपछि रगत बन्छ। जस्तो अन्न खायो त्यहीद्वारा बनिने रगतले पनि मतिभ्रष्ट हुन्छ। एकचोटि के भयो भने राम लक्ष्मण सीता तीनैजना वनवासमा प्रस्थान गरिरहनु भएको त जंगलमा, अगाडि रामजी पछाडि लक्ष्मणजी बीचमा सीता। यसरी जाँदै गर्दाखेरि एक ठाउँमा पुगेपछि लक्ष्मणजीलाई चाहिँ रिस उठेर आएछ नि, लक्ष्मणजीले साह्रै रिस उठेर आएछ, झोक चलेर आएछ। म पनि मूर्खै के पुच्छर लागेर आयो, अब भाउजू त अर्धाङ्गेर लागि नै पुच्छर लागेर आउनुभयो, ठिकै छ। सीता भाउजू त लागेर आउनु, मलाई त वनवास भनेर त न कैकेयी माताले भने न भने मेरो पिताजीले भन्नुभयो, म चाहिँ किन पुच्छर लागेर आएको त, मैले त आउनु हुँदैन बेकार आएर उठ भने उठ, बस भने बस, न राति न शुद्ध पाइन्छ न भोक के अनुसारले खान पाइन्छ। यस्तो नराम्रो नराम्रो कुराको भावना चाहिँ लक्ष्मणजीको मनमा जागेको। रामजीले थाहा पाइहाल्नु अन्तर्यामी बस्नुभयो। त्यो ठाउँ गयो, त्यो ठाउँ पैदल यात्रा गर्दा गर्दै पर पुगेपछि लक्ष्मणजीलाई पश्चाताप भयो। ओ मैले आज दाइको विषयमा मेरो मनमा यस्तो कुविचार कसरी आयो, यो आउनु नै हुँदैन थियो, कसरी कुविचार आयो भनेर आफ्नो उहाँको मुख अध्याएर भयो। रामजीले थाहा पाइहाल्नुभयो, अगाडि राख्नुभयो, शिर नगर तिमी आज जे बोलिरहेका तिम्रो मनमा के भाव आइरहेछ मलाई थाहा छ, म क्षमा चाहन्छु प्रभु, हे नाम हे राम हे दाजु, मबाट गल्ती भयो। गल्तीको कुरा होइन लक्ष्मण, त्यो ठाउँको प्रभाव थियो। त्यो ठाउँमा हामी हिँडिरहँदा त्यो ठाउँ कस्तो भने राक्षसहरूले ऋषि महर्षिहरूलाई मारेर त्यो हड्डी पुरेको ठाउँ हो क्या, त्यो रगतको ठोलो बगेको ठाउँ हो। त्यो ठाउँमा तिमी गएपछि त्यो ठाउँमा टेक राखेर त्यो ठाउँले तिमीलाई प्रभाव पार्यो। यो राम लक्ष्मणको कुरा छोडिदिनु, तपाईँ हामीलाई अहिले काहीँ बार झगडा लडाइँ भएको ठाउँमा पुग्यौँ भने हाम्रो भावै बन्दैन। हामी प्रकृतिको सुन्दर छटा मनोरम बेग्रास तालमा यसो पुग्छौँ, मनै शान्त हुन्छ, देवाताला पुग्छौँ, मनै शान्त हुन्छ। त्यसकारणले गर्दा स्थानको पनि प्रभाव हुन्छ, अन्नको पनि प्रभाव हुन्छ। अन्नको प्रभावको बारेमा पनि यहाँलाई निवेदन गरेँ। विश्व पितामहले आफ्नो शरीरभरि बाण लागेको थियो, शरीरभरि बाण लागेको थियो। सरसैयामा सुतेको बेलामा महाभारतको युद्ध थियो। अन्तिममा पाँच पाण्डवहरूलाई लिएर भगवान श्रीकृष्ण जानुभयो। युधिष्ठिरजीलाई देखाए, युधिष्ठिरजीको मन अशान्त थियो, भिक्षा मागेर खाएको भए हुन्थ्यो। जब एउटा राज्यको लागि हामीले यत्रो नरसंहार गरौँ र साह्रै नजाति काम हो भनेर युधिष्ठिरको हृदय भगवत बोलिरहेको। अनि त्यो बेलामा विश्व पितामहलाई भगवानले भन्नुभयो, तपाईँको नातिलाई